गाइज धेरै पछि ब्लग बनाउँदैछु होइन के भन्नु लाइफ इज बिजी होइन आज चाहिँ हामी बुढाबुढी चाहिँ यसो अल्छी लगाएर ग्रेप्स पिकिङतिर जानु लाग्यो होइन मेरो बुढी चाहिँ त्यहाँ रेडी हुँदैछ गरिसक्यो त कस्तो छ कि यहाँ हेर के भयो केही छैन म 1 घन्टा भइसक्यो कुरेको होइन सबैले बुझ्छन् के रुम चाहिँ मेस्सी छ होइन बिहान उठेर ब्रेकफास्ट खाएर रेडी भएर 10 बज्नु लागेको छ अनि के गरौँ बुढाबुढीको बल्ल तल्ल भिडा मिल्छ होइन हाम्रो चाहिँ कहिले बुढी बिदा हुँदा मेरो बिदा हुँदैन मेरो बिदा हुँदा बुढीको बिदा हुँदैन अनि त्यही भएर आज चाहिँ हामी बुढाबुढी यसो लससँगै बिदा भएको दिन केही गरौँ न त भनेर आज चाहिँ हामी जाँदैछौँ फ्रुट्स पिकिङको लागि फ्रुट्स भन्दा पनि ग्रेप्स पिकिङको लागि छेर्ने गरी खाने ल बुढी ल सी है त ल फाइनली हामी चाहिँ निस्केको है अनि यो चाहिँ हवाली सामान चिप्स सनस्क्रिन पानी अनि ड्रिङ्क हवाली बाटोको लागि गर्मी छ है आज चाहिँ लास्ट 37 डिग्री छ त्यता कति छ अरे 39 ओ माई गॉड अब तिम्रो आमा हेड त टाउकोमा लाउने हो कि हातमा लाउने हो राइट ड्राइभ गर्न रेडी हो गर्दैन चलाउँदैन चलाउँदैन म त चाहिँ ड्राइभ के अरे के भन्छ त्यसलाई फेयरलाई पानीलाई फेयर भने जस्तो ड्राइभ फेयरलाई के हुन्छ त्यही छ है मलाई चाहिँ ड्राइभिङ फेयर फोबिया ड्राइभिङ फोबिया देख्यो मलाई आयो आइम जिनियस राइट ल हामी निस्केको है गाइस 40 मिनटको ड्राइभ रहेछ होइन एसी कुल भयो बल्ल तातो भइहाल्छ वेस्टर्न अस्ट्रेलिया गर्मी छ मिनिटै लेट्स गो न्यु इयर ह्याप्पी न्यु इयर फेरि सबैजनालाई होइन ढिलो भए पनि आज सेकेन्ड हो नि ओके सी यु है त गाइस Padaga Nazaroko Rutile look at this oh 15 मिनटमा पुगिन्छ हामी स्वान भ्यालीको इन्ट्री है गाइस on the way. Look at this. हेर न कस्तो मजाले है कति प्याक हो मान्छेहरू यस्तो गर्मीमा घर बस्नु छैन होइन आफूलाई भने पानाले यहाँ रहेछ है मान्छे चाहिँ यहाँ रहेछ है क्यास छैन नि भाइ क्यास हो अहिले बाबा अहिले Grape picking entrance right. She'll show you through. Straight ahead. Follow these people with the green. Go around the corner. The first 4 rows are green, and then you've got all red. With the red, keep walking into the middle of all the rows. That's where you'll find the red. The darker the berry, the sweeter. Go around the corner where the sign is. You'll see all the people. Walk all the way up to the end of the row. Okay? There's lots of grapes there. Thank you. मेरो बुढी के बक्स गरेको त बुढी grapes भनेपछि बाक्स छैन अर्को के मलाई चाहिँ छैन त नि
दुईजनाले कति कति गर्नु त्यहाँ हो त्यहाँ ल्याएर छ बोर्ड रहेछ त त्यहाँ म्याङ्गोज पनि छ अरे खोइ कहाँ all the way to the corner गर्दै थियो $7 10 green dawn seedless यता रहेछ जुत्ताको त सत्यानाश पनि भयो त्यही छैन all the way to the त्यो कर्नरमै जा भनेको छ नि त्यसले हामी टाढे जाउँ न होइन 5 6 7 8 ग्रीन कहाँ कहाँ उतै जाउँ न उतै hot guys यहाँ है अङ्गुर तर टपक टिपेर नै खान पाइन्छ होइन अमिलो पो रहेछ प्याकेटतिर जाउँ त बुढी अझै उता जाउँ न उतै टाढा टाढा होइन कसैले लिएको हुँदैन क्या ए यहाँसम्म रहेछ अल द वे त्यो ब्याक भन्दै थियो नि त त्यो जाँटीले हामीलाई चाहिँ ग्रिन टिप्न मन छ होइन ओके अलिक घाम नि छ 10-15 मिनटमै सिद्धिन्छ होला हामी बिस्तारै जाउँ म्याङ्गो पिकिङ जाने ओके है यो पनि ठिक छ यिनीहरू पनि म बोक्छु तिमी काट्दा खाऊ तातोले उयो अमिलो रहेछ क्या चिसो भएछ नि मिठो छ मिठो है यो चाहिँ टोपी लगाउनु भयो टोपी लगाऊ मम्मी दर्शन ए हामी त हेर्नु त अङ्गुर टिप्न आएको अबि अङ्गुर हेर्नु न कति धेरै छ यहाँ यो सबै अङ्गुरै अङ्गुर हो मम्मी हो सबै अङ्गुरै अङ्गुर हो मम्मी हजुर मम्मी यहाँ त पुरै यिनीहरूको हजुर त्यो वर्षाले समातेको हेर्नु न टिप न खाँदै बसेछ ट्याक्क लाएर आम्मा 1.5 केजी छ होला मम्मी यो टन्नै छ तर यो बक्साभरिको $5-10 मात्र सस्तो छ कति डलर हो किलोले पो छ आम्मा केही छैन लग नि त नि सस्तै पर्ला नि हेर त कता आम्मा ल कुन टिप्स हौ यहाँबाट आधी घन्टा टाढा उता बस्ने ठाउँबाट 40 मिनट जति टाढा हो मम्मी अरू यहाँ छ राम्रो खोज्दै टिपेको यहाँ त छ नि कहाँ यिनीहरूको 50-60 रुपियाँ जग्गाभरिमा रोप्या छ यिनीहरूले त्यत्रो जग्गाभरि जहाँ गएर लिएर आए नि हुन्छ भनेको छ मम्मी अलिक शीतलको हेर त उति तिनीहरू यो हेर त यो तिमी टिप्दैन तिमी टिप्न अनि धेरै नबोक्ने नि कहाँ धेरै हुन्छ नि मेरो तेरो छैन हजुर हाल न म उयो गर्दै हाल्छु नि फ्रोज गरेर स्मुदी खाउँला
मान्छेहरूले बक्सा भरिहालेछ गएर दिउँला नि अरूलाई गएपछि त्यही बक्सा भोरी ल्याउनु अनि अनि सर्लक्कै अनि कोठामा लिएर एउटा प्लास्टिक बिछाएर पुल्डुङ पुल्डुङ लडाउनु अनि गर्नु खै खुवाइदेऊ त अलि अमिलो रहेछ हरियो पुग्यो जाउँ न त यहाँ हेर न यहाँ पनि कत्रो झुप्पा यहाँ त्यति बेच्दा नि हाल्यो त बिजनेसै हो है होइन मम्मी अब हामी चाहिँ रेड ग्रेप्स रातो अङ्गुर टिप्न आएको यहाँ ग्रिन टिपिसक्यो होइन अब रातोको पाली यहाँ छ रातो चाहिँ होइन सबै टिपिसक्यो जस्तो छ राम्रो राम्रो चाहिँ Oh my god. स्टार्ट भइसक्यो बोल्न न अनि के बोल्ने बोल्ने नि आउनु पर्यो नि ए रातो त यहाँ सकाइसकेछ मान्छेहरूले है उता उतातिर जा भन्थ्यो बोल न गेट यस्तो गरेर राखेर बोल न नि खै हामीले अङ्गुर कति टिपेर देखाउँदा छैन धेरै छैन 2 झुप्पो छ 2 झुप्पो यो टिप्यो अब रातो टिप्ने बुढाबुढीलाई कति चाहिँ टिप्नु पऱ्यो त्यो त धेरै हुन्छ बरु यहाँसम्म आएर अहिले धेरै टिप्नुपर्छ म चाहिँ हेरेको ऊ एक्लै खाएको आम्मामा मिठो है रातो चाहिँ हरियो भन्दा त मिठो रातो पो मिठो त ओछ्यार्ने गरी खाउँ न यहाँ अनि अलिकति मात्र लाने राम्रो है मिठो रहेछ उ त्यो त्यो धेरै न कुन यो अलिकति सेट नानी छोडिदियो फोर रहेछ यो इया कुन गाह्रो रहेछ त हाइट कत्रो झुप्पा हो अरे एमएलबाट टिप्नु लागेको रहेछ यहाँ हाइट 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 हुन्छ भिडियो गर्मी भयो बुढी लास्टै 40 डिग्री भइसक्यो यहाँ ओ माइ गॉड यो अङ्गुरको चाहिँ वाइन बनाउनु पर्छ बुढी वाइन बनाउने हो खाऊ भनेर दिएको नि खानु यति टिपिसक्यो है गाइस दुईजनाले यतिले पुग्छ जस्तो लाग्छ होइन तर यसो डुलौँ न होइन अझै राम्रो राम्रो पाएन अझै टिप्ने होइन के गर्छ बुढी खुवाइदेऊ त यो मान्छेले टिपेको यस्तो टिपेको तिमीले त्यस्तै भन्यो नि अहिले टिप ल समात न सबै कुरा हेयर स्याट लाउने छैन रेकर्ड Thank you so much and happy new year. यहाँ हाम्रो गाडी
ब्यागभरि गाइस हाम्रो सिक्दै होइन 5-6 किलो छ होइन यहाँ छ चाबी हेर त 5-6 किलो टिप्यौँ होला एन्ड 6-7 किलो छ होला टन्नै छ यो ब्यागभरि जम्मा $24 अनि पसलमा किन्नु पर्यो भए किलोको $15 छ अहिले वाइट सो यो वाज अ लभली डे होइन गर्मी चाहिँ लास्टै गर्मी भयो है मोबाइल तातेर आम्मामा मोबाइल त भन्नै नसक्नु होइन यस्तो गर्मी छ क्यामेरा पनि तातेर बल्ल बल्ल भिडियो गरिरहेको छु एन्ड एसी खोला त बुढी बाई भन्नु पऱ्यो है ए मेरो थ्याङ्क यू सो मच बुढी आजको दिनको लागि होइन यो नाइस आइडिया लिएर आयो तिमीले एकदमै रमाइलो भयो होइन तिमीलाई कस्तो भयो गर्मी भयो है लास्ट डे इट्स ओके सो गाइज आजको दिन रमाइलो भयो त्यही भन्न चाहन्छु होइन दिन त सिद्धा छैन भर्खर स्पिकिङ चाहिँ रमाइलो भयो अनि धेरै पछि ब्लग बनाएर होला केही बोल्नु नै आएन होइन त्यही होइन